अब सुन मुख्य बुलेटिन। यो देशको भविष्य हाम्रो हातमा छ। यसपालिको चुनाव जिते भने आकाशमा च्याउखेती हुन्छ। ठेट्टाहरू यो काठमाडौँ शहर त चुनावले बौलायो जस्तो छ। हल्के बाबु भोट चाहिँ मलाई नै हाल्नु होला। म परिवर्तन भइसकेको छु क्या। हलिनस् भने तेरो नाकसाक भत्काइदिन्छौँ। अरू नेताहरू गफ मात्र गर्छन्। यो बालेन्साले त काम पनि गर्दै रहेछ। यसलाई नै भोट दिएर जिताउँछु। अब यही नै हुनुपर्छ हाम्रो प्रधानमन्त्री। अब 1 करोडवटा बेलचा चल्दा कस्तो सुनिन्छ होला है? खड्याङ 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 भन्नु त एकचोटि। खड्याङ खड्याङ। हर्कजीले त लामो घुस्तिग्रे नेताहरूलाई नि बालुवा बोकाउने भन्नु भएको छ। भ्रष्टाचारी नेता के पिछोड देश छोड लुटमारा झोप्ले कुखा। जनताहरूलाई यसपालि लामो भेडा बनाउन सक्दैनन्। मेरो गाउँमा नि के भइरहेको छ होला। म गाउँ फर्किन्छु। गाउँ फर्केको पनि यत्रो धेरै दिन भइसक्यो। अहिलेसम्म त्यही पुरानो घुस्तिग्रे नेताहरूको मात्रै चर्चा छ। भोट चाहिँ हाम्रो पार्टीमै हाले बुढा, नत्र तेरो सब परिवार सखा पार्नेछौँ। तपाईहरू नडराउनुस्, राम्रो उम्मेदवारलाई जिताउनुस्। यो पालि हामी जनता नै जित्नेछौँ। आमा बुवा आज तिनीहरूको मासु भात खायो भने भोलि साना साना नानी बाबुको भविष्य बेचिन्छ। आज भोट हाल्ने दिन हो। अब निर्णय जनताकै हातमा छ। जे हुन्छ आफ्नै सोचले हुन्छ। हजुरहरूको मतदानले नै देशको अनि हाम्रो बालबालिकाको भविष्य सुन्दर बनाउँछ। कृपया पैसा, मासु भात, पाउ र पेट्रोलमा आफ्नो भोट खेरा नफाल्नुहोस्। धन्यवाद। हात बलियो भए पनि देश मतले बदलिन्छ। अनि त्यही भोट हाल्ने उत्तम हातले मलाई सब्स्क्राइब, लाइक गरेर कमेन्टमा जय नेपाल लेख्न नबिर्सिनु होला। Like, comment, share and subscribe for more Urban Echoes.